Ani thiri jindala phemgan chola test dile shugiye jena ta thiri yanker Kunsang Lamey Shallung ne chitubni ngoto shuya yin chawe ngana cho phuyik loya la tonang nang ya che thedang nyamdu ani ta nangbe chola tonang meken phelcher yo mare chechang Kunsang Lamey Shallung ne basically we will concentrate on how to read Tibetan. At the same time, if you can learn a word or two, it will be very helpful in studying Buddhism in future. भविष्यमा तपाईहरुले अब यो अहिले विशेष गरी पढ्नुमा ध्यान दिने र सँगसँगै एक दुईवटा शब्द सिक्नु सक्नुभयो भने चाहिँ पछि गएर बुद्ध धर्म अध्ययन गर्दाखेरि निकै सजिलो परेर जान्छ र भयो भने चाहिँ तपाईहरु यदि दार्जिलिङको वरिपरि बस्नुहुन्छ भने सबभन्दा राम्रो चाहिँ मञ्जुश्री आएको राम्रो हो र मार्च 15 देखिको हाम्रो क्लास सुरु हुन्छ बिगिनर्स को लागि बेग्लै क्लास हुन्छ इन्टरमिडिएट को लागि अलग्गै हुन्छ र एडभान्स जुन चाहिँमा उनीहरु कुन्साङ लामे सेलुङ पढ्नु हुँदैछ त्यो क्लास अलग्गै हुन्छ र फीस पनि हाम्रो यो समाज सेवा हो महिनाको 300 रुपैयाँ मात्रै हो र तपाईहरु आउनुहोस् र यस्तो एउटा मौका पाइरहेछ त्यो तपाईहरुले मौकाको फाइदा लिनुपर्छ र दा नजो ते खर्सा थाङपो चावे फ्युई लोया ल तनङ नङया इंदा सा लता ला ला नारो लो बा लोप मा हा किकु यी लोपमा सेना in English, disciple, opposite of spiritual teacher and the disciples. Disciple, Nepali ma भन्ने हुन्छ गुरु र शिष्य. Disciples, शिष्य akiku yi of disciples, शिष्य को या नरो यो न युन्ता न तेन युन्तेन क्वालिटीज नेपालीमा भन्ने भने चाहिँ गुण कि त शिक्षालाई पनि युन्तेन भन्ने गर्छ गुणलाई पनि युन्तेन भन्ने गर्छ र शिष्यहरुको गुण कि त शिक्षा युन्तेन गुड क्वालिटीज युन्तेन हाओ छा नारो छो सा छ हाओ छा नारो छो सा छ in English it is to rectify, to correct, to right the wrongs. छ नेपालीमा भन्ने चाहिँ शिष्यहरुको गुण सुधार्नु, to rectify, to right the wrongs, to correct. छ sha denbo xie sa xie, sha denbo xie sa xie, to know how to. To know how to. Lob me yunden che xie. To know how to rectify the disciples' quality. शिष्यहरुको गुण सुधार्नु, जान्नु कि त आउनु. जस्तै मलाई
भोटे भाषा बोल्नु आउँदैन आउनु कि त जान्नु से का यता क्या nga kyang after if you see ka yata kya nga kyang after a verb then even though one knows how to rectify the disciples quality शिष्यहरूको गुणलाई सुधार्नु जाने तापनि मा किकु मी man person नेपालीमा भन्ने हुन्छ मान्छे माकीको मी चाहिँ मान्छे गाओ शा किकुशी if you see ga in front of shakikushi it is always the base the foundation of a person base of a person base of a man मान्छेको बेस आधारित बेस फाउन्डेसन हाओ छा नारो छो सा छ to rectify to right the wrongs to correct मिसी छ आओ छा नारो छो सा छ आओ छा नारो छो सा छ माकिकुमी negative sha dengbo she sa she मान्छेको ब्याकग्राउन्ड अब यहाँ इङ्ग्लिसमा ब्याकग्राउन्ड भन्नु पर्यो मान्छेको ब्याकग्राउन्डलाई चाहिँ सुधार्नु जानेको हुँदैन so lobme yuntin che she kyang mishi che mishe is a quotation from Kunsang Lamey Shallung, and this one is very close to saying the English saying you can lead a horse to water but you cannot make him drink. You can lead a horse to water but you can't make him drink. भन्नेको अर्थ चाहिँ त देखार सुङ्गर्सना गेल्सी त मिचिक आराक मंगबो थुंगी योना तिने त शचा you can well wishers शचा you can शुभचिन्तक शचा you can शुभचिन्तकहरुले के गर्नु सक्छ what can a well wisher can do is advise him not to drink too much alcohol, and it is you can remind him that it is injurious to his health and is waste of money, and and when under effect of alcohol you do or say that is harmful to himself and others. That is what a well-wisher can do for him. And ultimately it is up to him. We can't force him to stop drinking alcohol. So it is up to the listener
whether he changed or not. र यहाँ चाहिँ यस्तै एउटा अंग्रेजीमा भनाइ छ, you can lead a horse to water but you can't make him drink. भनेको अर्थ चाहिँ अब तपाईं शुभचिन्तक भएर तपाईको इष्टमित्र कि त कोही एकजना रक्सी खाने छ भने अब तपाईले के गर्नु सक्नुहुन्छ भन्दाखेरि तपाईले उसलाई सम्झाउन सक्नुहुन्छ यसरी रक्सी खाने पैसा सिद्धिन्छ र सँगसँगै बिमार पनि हुन्छ, घरमा झमेला हुन्छ र अशान्ति परिवारमा अशान्ति हुन्छ भनेर तपाईले बुझाउन सक्नुहुन्छ। तर सुन्ने मान्छेको माथि उसकै माथि निर्भर छ। जबसम्म सुन्ने मान्छेले भनेको अनुसार गर्दै गरेन भने भन्ने मान्छेको हातमा के गर्नु सक्ने हुँदैन भन्ने एउटा कोटेसन चाहिँ मैले लिएर तपाईलाई परिचय गर्दैछु। विशेष गरी तपाईहरुलाई आफ्नो लिपि पढ्नु सिकाउने चाहिँ मेरो उद्देश्य हो। सँगसँगै तपाईहरु धर्ममा रुचि हुनाले गर्दाखेरि धर्मदेखिको एक दुईवटा सेन्टेन्स लिएर तपाईहरुलाई बुझाउँदै छु र यसरी तपाईहरुलाई फाइदामन्द छ भने शेयर इट गर्नुहोस्, लाइक इट गर्नुहोस् र हामीहरु सबैजना मिलेर आफ्नो अस्तित्व, आफ्नो भाषा, आफ्नो रीतिरिवाजलाई जीवित गरौँ। अब त्यसरी आजको क्लास यही समाप्त गर्दैछु। क्लासमा आउनु भएकोमा धन्यवाद। त फुगिले शिवेना म्युजिक आरा तुंगी योबेना त सजा योगेन्चिकी आराममा तु मूल ठोला डुगुरे थुचो ठोला डुगुरे नङला न्युक्टा युगुरे अनि दिन्देस लबिया मातो सेन्दा खाया छतको फगे क्युवातङ द मातङ निमखेन दि लकपाला योरे सुंगे योरे ओ दिस चेचे थरिङ जिन्रा दे छमशागी संगी यंगर जेलयङ खाले फेपको बिस्तारी जानुहोस्। खाले फेपको बिस्तारी जानुहोस् माने गुड बाई।